होइन यो केपी बुढा बौलाए क्या सुनाउ त एकचोटि। यी बुढा त जे पनि बोल्न थाले त यार। सुनाउ एकचोटि। म सरकारलाई भन्न चाहन्छु दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुहोस्। बोल्नै नपाइने पनि हुन्छ। बोल्न नदिनका लागि बोले बापत आक्रोशित उत्तेजित भएर मान्छे गिरफ्तार गर्नु हुँदैन। ठक्क राजनीतिक बुढाहरू तिमीहरू पनि। यो उही हाम्रो गाउँमा पहिला एकजना बुढा थिए। ती बुढाले के भन्थ्यो भने पहिले उही 7 सालतिर बिहे गरेर ल्याएको स्वामी चाहिँ 60 ठाउँमा पहिला गई। अब 60 ठाउँमा पहिला गइसकेपछि त्यो बुढी लास्टमा फेरि फर्काएर बुढाले अब बुढेसकाल लायो कोही पनि पाइएन भनेपछि त्यही बुढी फर्काएर लिएर आयो। अनि त्यहाँबाट त्यसले के भन्थ्यो भने बुढाले होइन यो त मेरो बुढी त लक्ष्मी। यो बुढी त जहाँ गए पनि हरेक घरमा गएर पहिला गएपछि त्यहाँबाट अलिअलि भए नि सम्पत्ति यताउता गहना लिएर उठी अनि त्यो सबै ल्याएर जम्मा गरेर अहिले 60 ठाउँबाट मेरो घरमा सुनले भरिपूर्ण छ भने जस्तो कुरो पो गर्छ त यो बुढा। अनि दुर्गा प्रसाई त 60 ठाउँमा भन्दा पनि बढी पहिला गइसक्यो त तिम्रो एमाले अनि फेरि फर्काउन आँट्यो र बुढालाई अहिले यो एनपिएलको क्रिकेट भइरहेको भएर त्यो सुरक्षित जेलमा लिएर गएर राखे। बाहिर राख्यो भने बुढाले आन्दोलन गर्ने भनेर यताउता गर्ला मार्देलन भनेर हो। त्यही भएर चुप लाएर बस्छ बुढा। यो बुढेसकालमा उही मेरो गाउँलाई मात्रै खराब भने दिमाग पनि अलिअलि खराब भयो क्या हो। त्यही भएर यो एमाले भन्ने पार्टी चाहिँ यो 60 ठाउँमा पहिला जाने स्वास्नी फेरि फर्काएर ल्याएर लक्ष्मी लिएर भित्रै भनेर भित्राउनु भने जस्तै हुन्छ। फेरि माओवादी पनि त्यस्तै छ कुरो। अहिले फेरि यो कसलाई भन्नु के भन्ने बर्बाद छ यिनीहरू। यो त्यही भएर उसै जलाएको चाहिँ होइन रहेछन् है केटाहरूले। घर ठिकै गरेछौ केटा हो। म त जलाउन त जान पाइनँ तर तिमीहरूले जलाएर बडा राम्रो गरेछौ। धेरै राम्रो जलाएछौ यार तिमीहरूले घर। काम छैन यी नेताहरू।